आज यस कार्यक्रमको सभाध्यक्ष आदरणीय हाम्रो सुपिया म्याम र यस कार्यक्रमका प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, अतिथिगणहरू र लायन्स क्लबमा आबद्ध रहनुभएका सम्पूर्ण आदरणीय सर म्यामहरूलाई र हाम्रो छात्रावासको तर्फबाट यो सम्पूर्ण फेरि स्वागत गर्न चाहन्छु। र सर्वप्रथम त म सिधी छात्रावासको बारेमा केही भन्न गइरहेको छु। छात्रावास 2014 सालदेखि स्थापना भए तापनि अहिलेसम्म विभिन्न चुनौती सँगसँगै अहिलेसम्म यहाँसम्म आइपुगेको कुराहरू अवगत गर्न चाहन्छु। छात्रावास अलिकति समस्याको बावजुद चलिरहेको बेलामा चाहिँ हाम्रा आदरणीय हाम्रो रसुपिया म्याम चाहिँ यहाँ भिजिट गर्न आउनुभएको बेलामा चाहिँ यो यस्तो जटिल अवस्थामा चलिरहेको देख्दा उहाँलाई चाहिँ एउटा पानीको धारा चाहिँ दिनु पर्ला भनेर आउनुभएको थियो। तर यहाँ चाहिँ अझै गरौँ पनि धेरै देख्नु भएपछि उहाँले चाहिँ मलाई भन्नुभयो मैले के गर्न सक्छु भने यहाँ सानो यो एउटा खाना पकाउने ठाउँ बनाउँछु भन्नुभएको थियो। तर आज त्यो एउटा सानो चिज रहेन कि आज चाहिँ एउटा महल ठडिएको छ। सर्वप्रथम उहाँलाई धेरै धेरै धन्यवाद र लायन्स क्लबका सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र आज चाहिँ हामीले चाहिँ एउटा यो ठुलो यहाँको जति पनि रहेका हाम्रो भवनहरू छ, सानो भवनहरू छ, त्योभन्दा सर्वोत्कृष्ट ठुलो भवन र हामीले आज यो भवन देख्दाखेरि हामी एउटा ठुलो खुसी प्राप्त भएको छ। हामी सबै एकदम खुसियाली छौँ र अब यहाँ पाकेको खाना पनि मिठो रहनेछ। हामीलाई बरु एक छाक खाना किन नपरोस् तैपनि हाम्रो पेट भरिने छ यो घरमा बस्दाखेरि। यो कुरा चाहिँ हामीलाई अवगत गराउन चाहन्छ हजुरहरूलाई। र हाम्रो छात्रावासमा अहिले 71 जना बच्चाहरू हुनुहुन्छ, जसमध्येमा 34 जना बाबुहरू हुनुहुन्छ, 37 जना चाहिँ हाम्रो छोरीहरू हुनुहुन्छ। हामी 71 जनाको परिवार छौँ। यो 71 जना परिवारको लागि हजुरहरूले आज एउटा मिठो चिसो खानेपानी, स्वस्थकर खानेपानी र आज यही घरमा भान्से घरमा खाना पकाउनुको लागि दिनुभएको यो भवनको लागि धेरै धेरै धन्यवाद। र भोलिका दिनहरूमा पनि हजुरहरू लायन्स क्लबबाट आबद्ध रहनुभएका सम्पूर्णलाई सिधी छात्रावासलाई नबिर्सिदिनु होला, छात्रावासलाई माया गरिदिनु होला। यसै गरी तपाईँहरूको मायाको त हामीलाई धेरै आवश्यकता छ। हामी बरु एक छाक खाउँला तर तपाईँहरूको मायाको अझै पनि हामी आशा राख्नेछौँ। हामी एक छाक बरु खाना खाएर पनि बस्नेछौँ। हामीले त्यस्तै भेराइटी खाजा केही पनि खाएको छैनौँ। हामीले नर्मल खाना खाएर नै हामीसँग यहाँ जीविकोपार्जन गर्दै बच्चाहरूलाई एउटा राम्रो बनाएका छौँ। र बच्चाहरूले अहिले केही बच्चाहरूले चाहिँ जागिर पनि खाइसकेको छ। एउटा नानीले अस्ति भर्खर नानीले उता कालीकोटबाट फर्केर आउनुभएको थियो। नानीले पनि यहाँ आउने बित्तिकै एक छाक खाना खुवाउनुभयो। अहिले नानी चाहिँ लाइसेन्सको लागि फेरि काठमाडौँ जानुभएको छ। यसरी कम्पाउदो तरिकाले नानीहरूले बाबुहरूले यहाँ राम्रो गरिरहनु भएको कुरा पनि अवगत गर्न चाहन्छु। एउटा बाबुले पनि काठमाडौँमा याचीको लाइसेन्सको लागि तयारी गर्दै हुनुहुन्छ। यी स्कुल अफ हेल्थ साइन्समा पनि एउटा नानी चाहिँ यो फाइनल यो इक्जामको लागि तयारी गर्दै हुनुहुन्छ डेन्टल सम्बन्धी। यी कुराहरू अवगत गराउँदै भोलिका दिनमा पनि छात्रावासलाई साथ सहयोग सपोर्टको उत्तिकै नै आवश्यकता र तपाईँहरूको उति नै मायाको आवश्यकता रहेको कुराहरूको जानकारी गराउँदै तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद। यति उत्कृष्ट कार्यमा हामीलाई समेत समावेश गरेर यो जुन हस्तान्तरण कार्यक्रम आयोजना गर्नुभएको छ रसु बहिनी पिया लगायत यस क्लबका सम्पूर्ण परिवारलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। आज रसु पियाले आफू मात्र नभइकन मन भएका सेवा गर्न ठाउँ खोजिरहेका त्यस्ता मान्छेहरूलाई यस सेवाको क्षेत्रमा लिएर आएर जोडेर जुन खाले एउटा भान्साघर र यो खानेपानी शुद्ध खानेपानीको ट्याङ्कीमा नेपाल लायन्स फाउन्डेसनलाई समेत जोडेर यहाँ सम्पूर्ण दाताहरू कोही युकेबाट, कोही अस्ट्रेलियाबाट, कोही अमेरिकाबाट सबै साथी ती मन भएका साथीहरूको खोजी गरेर ट्याक्कै लिएर आएर यो यति बहुउपयोगी कार्यक्रम बनाउन पनि चाहन्छु कुरा छैन। अझ यसैमाथि रसुका हरेक कदममा सफलता देखेर खुसी हुन चाहने उहाँका जेन्टलम्यान सनत पियाजी, जसले रसुले केही आँट्यो भने त्यो पुरा गरिदिनु मेरो दायित्व हो। मैले हर बखत समय दिनुपर्छ, साथ दिनुपर्छ। आफ्नो व्यवसाय एक ठाउँमा छ, फेरि पनि कहीँ कुनै कार्यक्रममा रसु एक्लै गएको मैले भेटेको छैन। त्यस्ता व्यक्ति र सनतजीलाई पनि म धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। अब यहाँ भरतजीको कुरा यहाँहरूलाई पहिला पनि मैले शिलान्यासको बेलामा केही जानकारी पाएअनुसार गरेँ। उहाँले आफ्नो भागमा प्राप्त गरेको सम्पत्ति सबै आफूले अवसर नपाएर शिक्षा लिन पाइएन, अब जन्मिने हाम्रा प्रजाका छोराछोरीहरू कोही पनि शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर आफ्नो जीवनको सबै सम्पत्ति आफूले प्राप्त गरेको त्यो बच्चाहरूमा समर्पित गर्दै आफू पनि यहाँ समर्पित हुँदै यो लोक कल्याणकारी काममा जुन आफूलाई अग्रसर रूपमा राख्नुभएको छ र विभिन्न सङ्घ संस्थालाई आह्वान गर्दै यी बाबु नानीहरूको अनुहारमा उज्यालो देख्ने, जुन सुनौलो भविष्य देख्ने जुन यहाँको उत्कट चाहना हो, यसले यहाँ चाहिँ मूर्त रूप लिएको छ। यहाँलाई मैले धेरै धेरै
धन्यवाद दिन चाहन्छु र यहाँबाट निस्किएका केही पालुवाहरू आज केही गर्न सक्ने भएर यसलाई हेर्ने एउटा चाहिँ वेमा हिँडिरहेको पनि जानकारी गराउनु भएको छ। यहीँबाट गएका छोराछोरीले त पक्कै यो ठाउँ बिर्सने छैनन्, तिनीहरूले पनि अझै मलाई साथ दिनेछन् र यो अझै हामीले एउटा नमुनाका रूपमा यो छात्रावास र यो यहाँ आश्रित बाबु नानीहरूको भविष्य चाहिँ एकदमै उज्यालो देखेर आफूलाई सन्तुष्टिको बाटोमा लिएर गइरहनु भएको छ। भरतजी, यहाँका कदमहरूले सधैँ सफलता प्राप्त गरून्। यहाँका साथमा सधैँ यी सेवा गर्ने लायनका मनहरू जोडिनेछन्। यहाँले चाहिँ निरक्क भएर आफूलाई आफ्नो अभियानलाई अगाडि बढाउनु होला, सम्पर्कमा रहिरहनु होला। त्यो पक्कै पनि लायन्सहरूबाट यहाँहरूले विमुख हुनुपर्ने छैन। यति भन्दै फेरि मैले आजको यो कार्यक्रम संयोजन गर्नुहुने देवकी दिदी जस्तो शिलान्यासको बेलामा पनि मैले यहाँलाई स्मरण गरेको थिएँ र साथमा अर्को को हुन्छ अन्जु पिया आज यहाँ आइपुग्नु भएको छैन। यहाँहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु र यहाँलाई फेरि मैले सर्भिस पिनले पनि सम्मान गर्दै यो लायन्स क्लब नारायणगढ नारायणीका हरेक कार्यहरू उत्कृष्ट रहेका छन् र अब भविष्यका दिनहरूमा पनि उत्कृष्ट रहिरहन् भन्ने शुभभावका साथमा शुभकामना व्यक्त गर्दै यहाँबाट बिदा हुन्छु। हस्त धन्यवाद। जय कार्यक्रमको सभापति, प्रमुख अतिथि, विशिष्ट अतिथिज्यूहरू लगायत सम्पूर्ण उपस्थितलाई स्वागत धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन भएको घोषणा गरिदिनु हुन हार्दिक अनुरोध गर्दै म कार्यक्रम सञ्चालिका पनि बिदा हुन चाहन्छु। हस्त धन्यवाद। जय लाइला। धन्यवाद कार्यक्रम सञ्चालक तथा क्लबका सचिव लायन मीरा श्रेष्ठज्यू। आजको यस सुन्दर कार्यक्रमका प्रमुख अतिथि श्रद्धेय डिस्ट्रिक्ट गभर्नर नाथ नेपालीजी, वर्ष 25-26 लागि इलेक्ट हुनुभएका गभर्नर एमजिएफ लाइन नवराज सापकोटाज्यू, वर्ष 25-26 लागि मनोनित हुनुभएका फर्स्ट डिडिजी एमजिएफ आदरणीय प्रभाकर पण्डितज्यू, पिडिजी आदरणीय पिएमजिएफ लाइन सिद्धार्थ लामचुकेज्यू, डिस्ट्रिक्ट सेक्रेटरी एडभाइजर लाइन एमजिएफ लाइन राजेन्द्र गौतमज्यू, वुमेन अनरी सेल मेम्बर तथा डिस्ट्रिक्ट एलसीआई कोअर्डिनेटर एमजिएफ लाइन दुर्गा लक्ष्मी श्रेष्ठज्यू, त्यसै गरी जोन चेयरपर्सन दुर्गा निरौलाज्यू लाइन दुर्गा निरौलाज्यू, डिस्ट्रिक्टमा रहनुभएका सम्पूर्ण क्याबिनेट अफिसरज्यूहरू, त्यस्तै गरी न्युज प्रवाह साप्ताहिकका सञ्चालक बबिलाल तामाङज्यू, त्यसै गरी उहाँको सहयात्री अथवा उहाँको स्पाउस बिना तामाङज्यू, नारायणगढका इलेक्ट हुनुभएका 25-26 का लाइन अध्यक्ष लाइन सनत कुमार पियाज्यू र हाम्रो क्लबबाट उपस्थित हुनुभएका सम्पूर्ण पूर्व अध्यक्षज्यूहरू र सम्पूर्ण लाइन साथीहरू र यस सिद्धि छात्रावासका सञ्चालक भरत चेपाङज्यू, त्यस्तै गरी सम्पूर्ण भाइ बहिनीहरू र यहाँ यो भान्साघर निर्माणमा लाग्नुभएका सम्पूर्ण सघाउने भाइहरू र दाइहरू र उपस्थित सम्पूर्णमा म लाइन रसु श्रेष्ठ पियाको लाइनमा यहाँ अभिवादन टक्राउँदैछु। हामी सेवा गर्छौँ भन्ने भावले हामी विभिन्न क्षेत्रमा हामी समुदायमा विभिन्न हामीले सकेका सेवाहरू दिँदै आइरहेको हजुरहरूलाई अवगत नै छ। यो वर्षको सायद हामी अन्तिम यो सेवा कार्यमा आइपुग्दै गर्दाखेरि हामीले एउटा गत वर्ष पनि हामीले स्वच्छ प्राकृतिक फिल्टर ट्याङ्की रजहरमा हामीले त्यहाँ कार्यक्रम राखेका थियौँ। संयोगवश भाग्यवश मैले नै त्यस कार्यक्रमको संयोजकको भूमिका मैले निभाएको थिएँ र अहिले पनि मलाई यो मेरो कार्यकालमा असाध्यै मलाई यो गर्न मन लागेको थियो। स्वच्छ पानी कहाँ दिउँ भनेर हामीले यो कार्यक्रम खोज्दै गर्दाखेरि हाम्रो यो अब आउने वर्षको अध्यक्ष लाइन जोशीला पियाज्यू र म भएर यो ठाउँ हामीले पहिला गर्नुभन्दा अगाडि के छ त भनेर हामीले स्थान खोज्न आउँदाखेरि हामी भरत भाइसँग यहाँ आएर सम्पर्कमा रह्यौँ र हामीले यो पानीको साथसाथै यहाँ अझ बढी आवश्यक हामीले यो भान्साघरको देख्यौँ। उहाँले पनि त्यही कुरा हामीमा जानकारी राख्नुभयो र त्यही जानकारी अनुसार
फेरि उहाँको इच्छा अनुसार फेरि हामीले गर्न नसक्यौँ के हो भन्ने हामीले एउटा दुविधा थियो र म घर गएर सोचेँ र मेरो हरेक कार्यमा यो वर्ष म अध्यक्ष मात्र हुँदा मात्रै होइन कि म 2016देखि म लाइन्समा आबद्ध भएको त्यो बेलादेखि हरेक कार्यक्रममा मैले यस्तो केही कुरा राख्ने बित्तिकै उहाँले यो लाइन्ससँग खै के छ उहाँको यो एकदमै त्यो म लगायत उहाँले हरेक कार्यमा हुन्छ नि त नगर भनेको मैले अहिलेसम्म थाहै पाएको छैन उहाँले हुन्छ नि त भनेर एउटा एकदमै सबभन्दा पहिला मलाई एकदमै साथ दिने चाहिँ मेरो स्पाउस लाइन सनत कुमार पियाज्यूलाई मैले एकदमै हृदयदेखि नमन गर्न चाहन्छु उहाँले हुन्छ नि त पानीको पनि गर त्यसको साथसाथै यहाँ एकदमै आवश्यकता रहेछ यो 65 जना अहिले बढेर 71 जना हुनुभएको रहेछ भाइ बहिनीहरू उहाँहरूको लागि केही गर भनेर उहाँले एउटा मलाई आत्मबल दिनुभएकोमा मैले एकदम हृदयदेखि उहाँलाई धन्यवाद दिन चाहन्छु र फेरि उहाँको मात्रै साथले पनि अझ यो बजेटलाई अलिकता नभ्याउने देखेँ मैले फेरि यो लाइन सेवा अहिले मात्र होइन हामीले त वर्षौँ चलाउनु छ त्यसको लागि आर्थिकको पहिलो कुरा आउँछ त्यसपछि मैले मेरो एकदमै मेरो आत्मीय साथी अमेरिकाबाट जो चाहिँ उहाँ चाहिँ पहिल्यैदेखि म सायद यो 2 वर्ष अगाडि हामी कन्भेन्सनमा जाँदाखेरि म उहाँसँग भेट भएको थियो उहाँले चाहिँ मलाई नि असाध्यै लाइनसँग जोडिने मन छ र के गर्ने होला बरु तपाईँले लाउनु भएको यो हाम्रो यो ड्रेस नै तपाईँले दिनु न मलाई भनेर मैले अमेरिका जाँदा पनि उहाँलाई त्यो हाम्रो यो लाली गुराँस भएको पहेँलो साडी मैले छोडेर आएको थिएँ वहीँ साथीलाई मलाई के गरेर हुन्छ तपाईँको कार्यकाल मैले एकदम यो फेसबुक मार्फत देखिरहेको छु मलाई पनि असाध्यै जोडिने मन छ भनेर उहाँले बारम्बार भनिरहनुहुन्थ्यो ल नि त मैले यस्तो कार्य गर्न थालेको छु मैले पनि केही सानो सहयोग गर्न चाहन्छु मिल्छ कि मिल्दैन भनेर उहाँले सोध्नुभयो फेरि त्योभन्दा अगाडि मैले मिटिङमा कुरा राखेँ सबै साथीहरूले हुन्छ भनेर उहाँहरूले एकदमै मलाई साथ सहयोग गर्नुभयो र मैले उहाँलाई पनि हुन्छ भनेपछि उहाँले पनि मलाई आर्थिक सहयोग गर्नुभयो त्यस्तै गरी अमेरिकाबाट कुशल गेवाली र मनरूपा गुरुङ गेवालीले पनि उहाँले पनि हामीलाई आर्थिक सहयोग गर्नुभयो त्यस्तै गरी अस्ट्रेलियाबाट सुन्दर श्रेष्ठ र सरिता श्रेष्ठले पनि हामीलाई एकदम आर्थिक सहयोग गरिदिनु भयो त्यस्तै गरी हामीलाई हाम्रो हरेक कार्यहरूमा गत वर्षको हामीले रजरमा प्राकृतिक ट्याङ्की गर्दा पनि उहाँले पनि हामीलाई आर्थिक सहयोग गर्नुभएको थियो कृष्ण तिवारी इन्दिरा तिवारी जो बेलायतमा बसोबास गर्नुहुन्छ उहाँ क्याट युकेको अध्यक्ष पनि हुनुहुन्छ उहाँले पनि मलाई सदैव साथ सहयोग दिँदै आउँदै हुनुहुन्छ आउँदै गरी आइरहनु भएको छ उहाँले पनि यसमा साथ दिनुभएको छ त्यस्तै गरी हाम्रो यो क्लबको सम्पूर्ण साथीहरूले पनि मलाई एकदमै मोटिभेट गराइरहनुहुन्छ हुन्छ नि त यस्तो राम्रो कार्यको लागि अघि बढ भनेर मलाई सम्पूर्णले साथ दिनुभएको छ यो कार्यलाई मूर्त रूप दिने यहाँहरू यो 15 गतेदेखि यो कार्यलाई यो रङ रोगनलाई भनेर 15 गतेदेखि नै यहीँ नै बसिरहनु भएको छ रमेश भाइलाई पनि म हृदयदेखि एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु र भरत भाइले यो हामीले शिलान्यास गरेदेखि अस्ति भन्नुभयो हामी त 4-5 दिन त सुतेकै छैन म्याम मैले अब हामी अलिकता भौगोलिकले अलिकता टाढा छौँ दिनदिनै हामी महिलाहरूलाई आउन पनि अलिकता गाह्रो छ त्यसको बावजुद पनि उहाँले एकदमै राम्रोसँग कोअर्डिनेट गरेर ल यस्तो यस्तो भन्छ है म्याम भनेर मलाई व्हाट्सएपमा फोटो दिएर मलाई धेरै कार्यमा सहजीकरण गरिदिनु हुने भरत भाइलाई पनि म हृदयदेखि धन्यवाद दिन चाहन्छु र मेरो हरेक यो 16 देखि यो लाइन सेवामा म आबद्ध भएदेखि म भ्याएसम्म अनुकूल मिलेसम्म म अध्यक्ष मात्र हुँदा होइन कि म लाएदेखि नै म अनुकूल भएसम्म सबै कार्यहरूमा जाने प्रयास गर्दछु यो हरेक कार्यक्रमहरूमा मलाई एकदमै साथ दिने सनत कुमार पियाजीलाई पनि दर्जनौं पटक यो खानपानी ट्याङ्की र यो भान्साघर निर्माण गर्ने कार्यक्रममा उहाँ आइदिनु भएको छ उहाँलाई पनि म हृदयदेखि धन्यवाद दिन चाहन्छु त्यसै गरी हाम्रो धेरै जस्तो लाइन सेवाहरूमा मैले निमन्त्रणा गरेदेखि नै मैले उहाँले आउँछु भनेर मलाई अनुकूल मिलेसम्म हाम्रो कार्यक्रमलाई आइदिनुहुन्छ प्रमुख अतिथि लगायत सम्पूर्ण डिजी टिमहरूलाई पनि म हृदयदेखि धन्यवाद दिन चाहन्छु र यस कार्यक्रमलाई संयोजन गरिदिनु हुने लाइन एवकी धरेलज्यू त्यस्तै गरी लाइन अन्जु पियाज्यू आज अन्जु पियाज्यूको आमा अस्वस्थताको कारणले उहाँ आज आउन सक्नु भएको छैन उहाँले स्वभाव राख्नु भएको छ त्यस्तै गरी हाम्रो संस्थापक अध्यक्ष जो हाम्रो शिलान्यास कार्यक्रममा आउनु भएको थियो उहाँको खुट्टाको अपरेसन भएको कारणले आज उहाँले कार्यक्रम सफलताको शुभकामना दिँदै आज म आउन सकिनँ भनेर मलाई बिहानै फोन गर्नुभएको थियो उहाँलाई पनि हृदयदेखि धन्यवाद दिँदै सम्पूर्ण यहाँ भाइ बहिनीहरूले पनि एकदमै यो कार्यलाई यो पुरा गर्नलाई दिनरात मेहनत गर्नुभएको थियो साना बालबालिका उहाँहरूलाई पनि म हृदयदेखि धन्यवाद दिँदै फेरि पुनः मेरा सम्पूर्ण मेरो लाइन्स क्लब नारायणगढ नारायणी परिवार मेरा स्पाउस लाइन्स सनत कुमार पियाज्यू लगायत सम्पूर्ण डिस्ट्रिक्ट टिमलाई नै म हृदयदेखि नै
पुनः म फेरि एकपट्टि धन्यवाद दिँदै आजको यो कार्यक्रम यहीँ समापन भएको जानकारी गराउँदै आज हामीले यो फिल्टर ट्याङ्की र यो भान्साघर त आज हामीले हस्तान्तरण त गऱ्यौँ। त्यसपछि पनि अब हामीले त दिएर गयौँ, तर तपाईँले त्यसलाई एकदमै राम्रोसँग संरक्षण गर्ने तपाईँको काँधमा जिम्मा लगाउँदै फेरि पनि यसमा आवश्यक परेको कुराहरू हामीलाई फोन मार्फत जानकारी गराउनुहुन्छ भन्ने आशा राख्दै आजको यो कार्यक्रम यहीँ समापन भएको जानकारी गराउँदछु। धन्यवाद। मैले एकचोटि रस्सुका हरेक कदम अथवा लान्स क्लब नारायणीका अध्यक्षका हरेक कदमहरू सफलतामा पुर्याउन अहिलेसम्म अनवरत रूपमा सहयोग गर्नुहुने हाम्रा सनत पियाजुलाई म इन्टरनेसनल प्रेसिडेन्ट पिनले सम्मान गर्छु। यता आएर कि दोस्रो यता आउन